हेलो साथीहरू, नमस्ते सबैजनालाई। र फेरि पनि आज नयाँ भिडियो लिएर फेरि पनि आइसकेको छु। र सधैँ झै है के कस्तो के बनाएर लिएर आएको छु है आज पनि। सो कतिवटा भिडियो त बनाउनै बिर्सिन्छु हो। र अहिले चाहिँ म रेडी सेडी भएर आइपुगेको छु। आजको नयाँ डेलिभरी हुने सामानहरू देखाउन जाँदैछु तपाईँहरूको माझमा हो। सो तपाईँहरूलाई कोलाई पर्यो भने लाइक कमेन्ट सेयर गरिदिनुहोस् होला र अर्डर पनि दिन सक्नुहुन्छ है साथीहरू। र सबैजनाले यति धेरै माया र साथ सपोर्ट दिइराख्नु भएको छ मेरो क्रुसेटको ह्यान्डमेड बेग सामानहरूलाई। अब सबैको त नाम लिनु सकिँदैन है। क्रुसेट सामानहरूलाई यति धेरै माया दिइराख्नु भएको छ, त्यसको लागि सबैजनालाई चाहिँ मनले चाहिँ धेरै धेरै धन्यवाद छ है साथीहरू। र आज चाहिँ म गइरहेको छु, भिडियो चाहिँ लास्टसम्म हेरिदिनुहोस् है। आज चाहिँ डेलिभरी हुँदैछ यो 3टा किचेन र यो चाहिँ बो हो, अनि यो हो सनफ्लावर र यो चाहिँ हो ट्युलिप किचेन। हेर्नुहोस् कस्तो दामी दामी चाहिँ। र यो चाहिँ ठुलो सनफ्लावर बनाइदिनुहोस् है भन्नुभएको थियो र यसरी सनफ्लावर बनाइदिएको छु मैले। हेर्नुहोस् न कति ठुलो छ, कति मन परेछ। र मेरै लागि पनि बनाएर टेबलमा राख्छु भनेको भ्याक्कै छैन हो। हेर्नुहोस् न। र अर्को चाहिँ धेरै राम्रो, एकदम फर्स्ट टाइम बनाएको है यो मैले चाहिँ। र यो चाहिँ 2-3 जनाले अर्डर दिनुभएको थियो र यो चाहिँ हेर्दै दिनै मन लाग्दैन हो साथीहरू, दिनै मन लाग्दैन। कुन सामान चाहिँ यस्तो चिज हुन्छ कि मै नै राखौँ जस्तो हुन्छ हो। तर पनि है बिजनेस हो, बिक्री गर्नै पर्छ, बिक्री गर्नेकै लागि बनाएको हो। ट्यान ट्यान हेर्नुहोस् त कति दामी चाहिँ छ बेग, कति क्युटी। हेर्नुहोस् न। अब यसको भित्र चाहिँ लगाउन सक्नुहुन्छ तपाईँले मोबाइल, अलिकति पैसाहरू, सानो पर्स है, र अलिकति मेकअपको सामान पनि जान्छ। हेर्नुहोस् कति क्युटी छ, कस्तो लाग्यो साथीहरू। हेर्नुहोस् है कति राम्रो छ। हेर्नुहोस् न टक्कै है यसरी बोकेर, यसरी पार्टीतिर बिहातिर यसरी बोकेर, यसरी ह्यान्डमेड हो है। यसरी यसरी बोक्नु कस्तो लाग्यो साथीहरू। हेर्नुहोस् त धेरै मन पर्यो मलाई पनि हो। फर्स्ट टाइम बनाएको यो साथीहरू। अनि यस्तो चाहिँ 2-3 जनाले अर्डर दिनुभएको छ हो। यो चाहिँ कलर कम्बिनेसन मैले फर्स्ट टाइम गरेको, कस्तो लाग्यो साथीहरू। यो चाहिँ मेहन्दी कलरको हो, धागो हो, यो मेहन्दी कलर हो। ल यो येल्लो र बिचमा चाहिँ मैले व्हाइट कम्बिनेसन गर्दैछु, कस्तो लाग्यो। र साथीहरू भिडियो यति नै छ र नेक्स्ट भिडियो छिटै नै लिएर आउनेछु। र आजको लागि टाटा बाई बाई नमस्ते।